मेरो नाम चाहिँ ह्यापी मोरको किलाउरी दाइ हो, म कलाकार हो। तपाईँसँग के कस्तो लाग्छ? पहिलोचोटि भेट भयो पनि हामीले चाहिँ पटक पटक भेटिरहेको अनुभव भयो होइन, रमाइलो भयो। हजुरलाई आज हामीले थोडा चाड पनि गरियो होइन। हजुरलाई फेरि के कस्तो लाग्यो? हाम्रो कला मन पऱ्यो कि परेन, हाम्रो एक्टिङ मन पऱ्यो कि परेन? मेरो एक्टिङ पनि मन पऱ्यो, कला पनि मन पऱ्यो। बस तपाईँले व्यवहार गर्दा कस्तो महसुस भयो? अब त्यो चाहिँ सम्झिन्छु एउटा हुन्छ नि, कुनै बाहिरी मान्छेले चाहिँ कसैलाई चाहिँ घर गरेको मन नपरेको हो। अब त्यसलाई चाहिँ कतिको दर्शकहरूले के कस्तो रूपले सोच्नुहुन्छ होइन। हामीले चाहिँ एउटा गाउँघरमा घट्ने घटनाको बारेमा जस्तै लिएका छौँ। हेरौँ अब त्यो के कस्तो हुन्छ। अहिले चाहिँ अहिलेको समाजमा अहिलेको अवस्थामा चाहिँ अब बहिनीका बुढा पनि भन्दैनन्, दिदीका बुढा पनि भन्दैनन्। धेरै कुराहरू चाहिँ अहिले यो आइरहेको भएर हाम्रो चाहिँ एउटा कन्टेन्ट बनाऊँ न त भनेर हजुरहरूले भन्नुभयो, हामीलाई पनि बोलाइदिनु भयो, हामी पनि आयौँ। हजुरहरूलाई धन्यवाद धेरै धेरै, हजुरले बोलाइदिनु भयो। हामीले आएर नि दुई शब्द बोल्ने मौका पाइयो। फेरि पनि हजुरहरूप्रति आशावादी छौँ, बोलाउनु भयो भने हामी पक्कै पनि समय दिनेछौँ। बाँकी कुरा हजुरबाटै जान्छ। अनि मेरो पहिलो यो सिरियलको श्रीमती हुनुलाई चाहिँ आफ्नै बुढालाई अपलिफ्ट गर्दा कस्तो लाग्यो? मलाई चाहिँ अनि हाम्रो साथी अथवा धेरै पुरानो त होइन, भर्खर पुरानो कलाकार पनि हो, श्रीमती पनि हो। अनि आफैले पनि त्यस्तो गर्नु मन लाग्छ त? त्यो त अब यस्तो हो, अब केटाहरूले मात्रै केटाहरूले पनि सार्वजनिक बलात्कार हुन्छ, सार्वजनिक सामूहिक बलात्कार गर्छ नि केटीलाई। त्यस्तो घटना घटिरहेको छ नि हाम्रो। केटाहरूले चाहिँ अब एउटा केटीलाई सामूहिक केटाहरू भयो हत्या पनि भएको छ नि। त्यही भएर हामी त्यस्तो हुन्छ भने हामी केटीले पनि गराउनु त ट्राई गर्नु पर्यो हो, तर ट्राई गर्दा पनि बेस हुन्छ हो। त्यस्तै गरेर केटीलाई पनि त हुन्छ नि, तपाईँले त्यस्तै गरेर केटी पनि त सामूहिक केटाहरू त्यहाँ बसिरहेको केटाबाट पनि केटीबाट पनि त्यस्तो नहोस्। अहिले दुवै कुरामा छ नि त। कयौँ केटीहरू चाहिँ केटाहरूले फसाएर महिला हो यता जस्तो घरमा चाहिँ अब आफैले उभिएर खानुपर्ने गरेर देखाउनु परेकोमा है मसुहरू काटेर 2 दिनलाई माया देखाएर 3 दिनपछि चाहिँ आफ्नो एउटा देखाएर हिँड्नु पनि यही समाजमा कति मान्छेहरू छ नि त। केटीले खाने, केटीकोमा हिँड्ने, लाटा गरेर त्यही केटीलाई चाहिँ नराम्रो पोइन्ट देखाइदिने धेरै छ नि त यो समाजमा। अब केटा मान्छे पनि गलत छ भन्नु मिल्दैन। कयौँ केटाहरू त सही पनि हुन्छ, दुःखमा एउटा दुखीलाई साथ दिनु भनेर अगाडि तर जो त्यस्तो गर्छन् केटा त्यसले चाहिँ भने घर परिवारलाई पनि दुवैतर्फलाई मिलाएर राखेका पनि धेरै छन्। अहिले जमानामा त अब जोसुकैको पनि एउटा साथी त भइ नै हाल्छ, जसको पनि हुन्छ अवश्य राख्नु अब छ भनौँ एउटा रमाइलोको लागि हो, तर कसैले पनि अन्यथा नसम्झिनु होला। तर कसैको जीवनसँग त्यस्तो मेल खानु भयो हामी सबैसँग म चाहिँ जोरी गायिका भनौँ कि के भनौँ परिचय दिनुहोस्। गीत पनि गाउँछु, त्यसैले मेरो नाम चाहिँ रिता अर्याल। अनि यसै गरी हाम्रो यहाँ डान्सर मोडल पनि कुसुम छेत्री। अनि उसले चाहिँ एकदमै मैले चाहिँ अब अलिअलि यसो अनि त्यही भएर कुसुम म त्यसो मात्रै गर्छु नि त होइन।
यसो भन्न अब त धेरै महोत्सवहरूमा नि डान्स गरेर हिँडेको छु धेरै ठाउँमा। मैले त्यस्तो गीत बिनाको डान्स मैले गाडीमा उसले गर्ने डान्स कस्तो हो मेरो थाहा अब हिन्दी गीतमा अनि नेपाली अब त्यस्तो रिमिक्स गीतहरूमा गाउँछ। अब हामी कहाँको लोकदोरी गीत गाउने अलिअलि त्यसो गानामा पनि एउटा लोकगीत गाई जाओस् कि आदमीका छेउमा आएर आइरहेछन्। अब गीत रचेर त्यस्तै त आउँदैन तैपनि ट्राई चाहिँ गर्छु हजुरहरूलाई। कालो केसमा रातो तिम्रै हो यो नयाँ साथी नयाँ पाउना के सकुला मैले नि गुलाउला पञ्चे बजाले सली त मैले बिहेको मजैले। धन्यवाद। हामी के समयअनुसार चारचोटि नै भेट्न सक्यो तर यति खुलेर चाहिँ आजै बोल्या हो हामी होइन। यसै गरी सरसँग चाहिँ हाम्रो दिपक सरसँग त अब धेरैचोटि हो। दिपक सर उहाँ त अब बाल्नु र मिली झडा पर्ने सिएम भयो। धन्यवाद आजलाई यति नै हो। अब हामीलाई हुन्छ तपाईँहरूकै साथ सपोर्टले हामीले अलिक म्याक्सिमम प्रयास गर्न चाहन्छौँ। सहयोग गरिदिनुहोस्। तपाईँहरूले भन्नुभयो भने हामी नै भन्दैनौँ। हाम्रो आफ्नो काम एकातिर छोडेर पनि हामी तपाईँहरूलाई साथ दिन पक्कै पनि उपस्थित हुनेछौँ। यस्तो सर्भिस भयो त के चाहियो हामी साथ सपोर्ट चाहियो। आउने दिन हामीले अब आजलाई तर आउने दिन चाहिँ अलि अगाडि भन्नु पर्यो होइन। त्यो भन्दा आज यस्तो छ भनेर भनिदिनु भयो भने आज यो पनि एउटा कस्तो हो नि यो मौसमले गर्दाखेरि पनि पानी पर्यो भने अब काम नआउने थियो। आज लगातार पानी परेको 3 दिनसम्म अनि फेरि बिहानसम्म नि परेको 11 बजीसम्म पछि त भएको त्यसपछि गरौँ त भनेर अगाडि बढ्नु होला है। फेरि फेरि पनि तपाईँहरूसँग जोइन हुन पाउँ उत्तर प्रगतिको कामना भन्न चाहन्छु। हामीले आएर थोरै सहयोग गरिदिँदाखेरि तपाईँहरू हामी नै अगाडि बढ्ने हो होइन। एउटा के हुन्छ भने काम तेरो होइन क्या हामी सबैको हो भनेर है अगाडि बढ्नुपर्छ। दुईजनालाई धन्यवाद। त्यसै गरी अब मैले पनि एउटा प्रोजेक्ट निकाल्दैछु तपाईँहरूलाई अपेक्षा छ है। पक्कै पनि मेनमा तपाईँ हामी नै हो सबैजना हामी नै हाम्रै भनेर जाने हो होइन। के बोल्नु हाम्रो क्यामेराम्यानलाई पनि धेरै धेरै धन्यवाद। अब उहाँ के कस्तो अवस्थामा हुनुहुन्छ हामीलाई थाहा छैन उहाँको भित्री कुरा होइन। तर उहाँले यति सबैलाई सपोर्ट गर्नुहुन्छ यति साथ दिनुहुन्छ। सबैजनाले हाम्रो दिपक चुनारा युट्युब च्यानलमा गएर उहाँको गीतलाई भाइरल गराउँ सुनौँ होइन। तपाईँहरूले लेख्नु भयो भने पनि उहाँले एकदमै गाइदिनुहुन्छ। मलाई नि मनपर्छ म लगायत सबैलाई मनपर्ने होस् नमन पर्ने मान्छे को होला अनि दिपकको कलाकार धेरैले भनिसकेको होइन। उहाँको ऊ पनि छ क्या अब लक्ष्य पनि त्यही छ। उहाँले यति बलिदान दिनुभएको कि यो गायन क्षेत्र सबै कुरामा उहाँले कसैलाई पनि मार्नु भएको अहिलेसम्म मैले देखेको कुरामा चाहिँ है। सबैले सपोर्ट गर्दै जाउन् तर पछाडि फर्केर नहेर्नु दिपक सर अगाडि बढ्नु हाम्रो साथ तपाईँलाई हो। धन्यवाद।